गुड मर्निङ गाइज। सूर्य उदाइसकेको छ होइन। उता हेर्ने भने चन्द्रमा पनि देखिन्छ होइन। यहाँ सूर्य, यहाँ चन्द्रमा, वाट अ लभली डे। अनि के छ त, तपाईँहरू त बेडमै सुतिरहनु भएको होला है। मजा आउँछ नि त्यस्तो बेडमा सुत्नलाई। म त उठेर थाकेँ, एकछिन रेस्ट गर्दैछु। के लाग्छ तपाईँहरूलाई सुतेर होइन? बडीमा चाहिँ केही कम्पन हुँदैन तपाईँहरूलाई? केही भएको जस्तो, अल्छी भएको जस्तो, काम गर्न मन नलागे जस्तो, अनि त्यसमाथि एनर्जी नभए जस्तो हुँदैन बडीमा भनेको? मलाई त 7 बजेपछि उता सुत्यो भने दिनै एकदम भारी भएको जस्तो, होस भएको जस्तो होइन, काममा जानै मन नलागे जस्तो हुन्छ। हुन त त्यो आफ्नो बानी हो। शरीर यस्तो चिज हो कि तपाईँले जस्तो बनाउनु भयो त्यस्तै बन्छ कि होइन। जसरी तपाईँले यसलाई नियन्त्रण गर्न सक्नुहुन्छ त्यसरी नियन्त्रण हुन्छ। शरीरमा पनि धेरै थरीका स्वास्थ्यहरू छ कि, मानसिक स्वास्थ्य, फिजिकल स्वास्थ्य, धेरै छ नि यहाँभित्र। टाउकादेखि लिएर खुट्टासम्मको स्वास्थ्यहरू छन् नि। यी बिहानै हिँडेर 1-2 घन्टा आफूलाई टाइम दिने हो भने सब कुरोले एक्सर्साइज पाउँछ कि, जुन कुरोले गर्दाखेरि तपाईँलाई धेरै ठुलो रोगहरूबाट बच्न, इम्युनिटी सिस्टम बढाउन, मानसिक हेल्थ बढाउन, पोजिटिभ थिङ्किङ गर्न, यस्ता कुराहरूले तपाईँलाई चाहिँ एकदमै हेल्प गर्छ। सो सुत्नुभन्दा पनि उठ्नुहोस्, हिँड्नुहोस्, केही गर्नुहोस्, आफूलाई चाहिँ मोटिभेट राख्नुहोस् भन्ने मेरो एउटा कुरो हो। माने नमाने तपाईँहरूको कुरो हो होइन। तर लाइफ एकदम ब्युटिफुल छ। बिहान हिँड्न थाल्नुहोस् यो सूर्योदय, सूर्यको साथमा होइन। अनि यो इन्भाइरोमेन्ट हेर्नुहोस् त, आकाश खुल्ला छ है, वरिपरि मान्छे छैनन्। अनि यस्तोमा हिँड्न, घाम झुल्केको देख्न, वाउ, त्यो मैले त बयानै गर्न सक्दिनँ। तपाईँहरू पनि यसलाई चाहिँ अलिकति मोटिभेट हुनुहोस् मेरोबाट। अलिकति बिहान उठ्नुहोस्, हिँड्न थाल्नुहोस्, 10 मिनट 15 मिनटबाट सुरु गर्नुहोस्, आफूलाई फिल गर्नुहुन्छ। सो म चाहिँ के भन्छु भने लाइफ इज सो ब्युटिफुल। यो चाहिँ सबै तपाईँको हातमा छ कि ब्युटिफुल बनाउने कि वर्स्ट बनाउने भन्ने कुरो है। त्यही भएर इन्जोय गर्नुहोस् है त। ल।